फुटबललाई नेपालीबाट के भन्छ? फुटबल याद न सुनिरहेको एक्टरलाई नेपालीबाट के भन्छ? क्यालेन्डर नेपालीबाट के भन्छ? ट्राई गर। अंग्रेजी मिडियममै छ क्यालेन्डरलाई पनि। हेलो नमस्ते, म राजीव गुरुङ। फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो फेसबुक पेजमा। आशा छ हजुरहरू पनि एकदमै सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै नै छु। अनि फेरि पनि तपाईँहरूको अघि नयाँ भिडियोको साथमा उपस्थित भइसकेको छु है। सधैँ आज पनि ट्रान्सलेट च्यालेन्ज इङ्ग्लिस टु नेपालीबाट हुनेछ। अनि जसले पनि आज ट्रान्सलेट 5वटा क्वेसन छ हामीसँग है, 5वटा उहाँले सही जवाब दिनुभयो भने चाहिँ उहाँले हाम्रोबाट केही पुरस्कारहरू जित्नु सक्नुहुनेछ। सो आजको भिडियो पनि एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ। तपाईँले अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भने पक्कै पनि आशा राखेको छु। यति भन्दै आजको भिडियोलाई सुरु गरौँ। लेट्स स्टार्ट द भिडियो गाइस। अलराइट, अहिले हामीसँग है ब्रदर हुनुहुन्छ अनि उहाँले आजको च्यालेन्जलाई एक्सेप्ट गरिसक्नु भएको छ। अनि उहाँलाई मैले आजको च्यालेन्जको बारेमा बताइसकेको छु है। फुटबललाई नेपालीबाट के भन्छ? फुटबल आइडिया हुन्छ। तपाईँको यसको सही एन्सर हुन्छ लाते पकाउनु। एक्ज्याक्टली मैले एकदमै सही एन्सर दिनुभएको छ। फुटबललाई चाहिँ है नेपालीबाट लाते भगाउनु भनिन्छ। भन्नु सक्दिनँ नि मैले। यसो भन्थ्यो र। ल ठिक छ। क्यालेन्डरलाई नेपालीबाट के भन्छ? याद भएन क्यालेन्डर। अंग्रेजी मिडियममै छ क्यालेन्डरलाई पनि। गेस गर्न सक्नुहुन्छ? राइटै हुन्छ। यसको सही एन्सर हुन्छ द्वितीय पात्रो। पात्रो बिते पात्रो सुन्नु मुभी सुटिङलाई नेपालीबाट के भन्छ? चलचित्र मुभीलाई चाहिँ चलचित्र भन्छ हो। सुटिङ अगाडिको मात्रै आयो चलचित्र। चलचित्रमा चाहिँ आयो चलचित्र होइन नेपालीबाट नेपाली है जापानी पुरै चलचित्र भन्छ मुभीलाई। सुटिङलाई त्यसको सही एन्सर तपाईँको चलचित्र छायाङ्कन। यो त सुनेको थिएन पनि। फोर्थ क्वेसन रहेको छ है तपाईँको लागि। एक्टरलाई नेपालीबाट के भन्छ? एक्टरलाई के भन्छ? कलाकार नायक त हिरो हो। सुनिरहेको हिरो नि एक्टरलाई के भन्छ? खै एक्चुअली अहिले चाहिँ भन्न सकिनँ मैले। यो क्वेसनको सही एन्सर हुन्छ अभिनेता। एक्ज्याक्टली उहाँले एकदमै सही एन्सर दिनुभएको छ। अन्तिम प्रश्न तपाईँहरूको लागि। नोटिफिकेसनलाई नेपालीबाट के भन्छ? नोटिफिकेसनलाई के भन्छ? अहिले मलाई आएन। हुन्छ, यसको सही एन्सर चाहिँ तपाईँ
सूचना हुन्छ थ्याङ्क यू सो मच पार्टिसिपेट गर्नुभएको फाइनली आजको भिडियो यही नै सकिसकेको छ है आशा छ हजुरले यो भिडियो हेरेर मनोरञ्जन गर्नुभयो होला आजको भिडियो के कस्तो लाग्यो प्लिज डोन्ट फर्गेट टु लाइक शेयर सब्सक्राइब चाहिँ गर्न चाहिँ नबिर्सिनु होला अनि स्पेसली थ्याङ्क्स टु है जतिले पनि मेरो आजको भिडियोमा पार्टिसिपेट गरिदिनु भयो है तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँको बहुमूल्य समय हामीलाई दिनुभयो थ्याङ्क यू सो मच अनि स्पेसली थ्याङ्क्स टु मेरो भानिज है मानिसलाई अनि मेरो भाइलाई उहाँले आजको भिडियो बनाउनमा उहाँले क्यामेरा गर्नमा सहायता गरिदिनु भएको छ सो धेरै धेरै धन्यवाद भाइहरूलाई पनि है अनि यदि तपाईँ मेरो च्यानलमा पहिलोपटक हेर्दै हुनुहुन्छ भने प्लिज डोन्ट फर्गेट टु लाइक सेयर सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनु होला अनि यस्तो यस्तो भिडियोको साथमा म तपाईँहरूको सामु उपस्थित हुने नै छु यति भन्दै है सी यु इन द नेक्स्ट भिडियो गाइस